मित्रहरू अर्काको के धेर ल्याउनु भनेर अलिकति मात्रै देख्छु। मिसै हिँड्ने क्रममा यहाँ नास्पाती भेट अनि यहाँतिर चाहिँ रोडमा यस्तो बर्बाद भएको सुरु गर्ने नयाँ मोबाइल देखेको थिएँ केटा Samsung Galaxy S24 man. म जस्तो युवा चाहिँ मलाई कस्तो लाग्छ भने विदेश चाहिँ गइहाल्नु हुँदैन कि। हे एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा हजुरहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। र अस्तिको ब्लगमा चाहिँ हामी बेतलतिर गएको थियौँ र त्यहाँ विभिन्न काम परेको कारणले गर्दाखेरि अनि हामी आज पनि त्यतातिर जानेवाला छौँ, किनभने हाम्रो चाहिँ त्यो अस्ति भनेको काम चाहिँ कम्प्लिट भएको छैन। सो त्यस कारणले गर्दा हामी जाँदैछौँ होइन। अस्तिको दिन चाहिँ घाम लागेर पुरै रमाइलो भएको थियो, रमाइलो गर्दै गएको थियौँ भने आज चाहिँ पानी पर्ला जस्तो थियो। र अस्ति आउँदाखेरि चाहिँ अलिकति हामीलाई पानी परेर एकदम गाह्रो भएको थियो होइन। अनि अहिले चाहिँ अलिकति छिटो जानुपर्छ, अलिकति बाटो पनि लामो छ भन्ने कारणले हामी छिटो जाँदैछौँ। र बाटो चाहिँ यो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ पुरै यस्तो छ होइन। यहाँ पुरै कुहिरै लागेको छैन, कुहिर के हुन्छ पानी पर्ला जस्तो छ। सो त्यो मित्रहरू अब हामी जानेवाला छौँ। अहिले त्यहाँ गइसकेपछि के हुन्छ होइन। अब स्कुल पनि खासै जानु पाएको छैन आजकल चाहिँ आफ्नै घरतिरको भन्दा नि त्यस्तो व्यस्तताले गर्दाखेरि। अनि अब हामी जानेछौँ। अब गइसकेपछि चाहिँ तपाईँहरूलाई देखाउने छु के हुन्छ है बाटोतिर कस्तो हुन्छ। फ्यामिलीहरू अहिले भने चाहिँ म हिँड्छ छु होइन। अब मान्छेहरूलाई अलिकति आफ्नो काम कार्य दुःख हो ती चिजहरूमै व्यस्त छ क्या आजकलको मान्छेहरू, आजकलको आजभोलिको होइन। जस्तै त्यो कोही पनि भेटिँदैन होइन। सबैले आफ्नै चिज आफ्नै प्यारो लाग्ने, दुःख आफै ठुलो लाग्ने, सबै मान्छेहरूलाई दुःख छ होइन। तर के होला कि अहिलेको जेनेरेसनमा समय परिस्थिति भन्ने चिज चाहिँ अनि बुझ्नै सक्दैन हो। यस्तो चिजहरू त अब अलिकति दुःख लाग्छ मलाई यस्तो होइन। जस अलिअलि दुःख गरिरहेको छु मलाई अहिले भनेको। म के भन्न चाहन्छु भने होइन, जति पनि विदेश जानु भइरहेछ होइन, उज्जवल भविष्यको कामना गर्दछु उहाँहरूको लागि। नेपाल जस्तो ठाउँमा अब धेरैले गरिसकेपछि त अब जान्छ नि रोजगारको लागि विदेशमा होइन। अनि तर म जस्तो युवा चाहिँ मलाई कस्तो लाग्छ भने विदेश चाहिँ गइहाल्नु हुँदैन कि। अब नेपालमै अलिकति कुराहरूको एक्सपिरियन्स अनुभव दिनु पऱ्यो, त्यहाँबाट भएन भने चाहिँ अब विदेश जाने हो होइन। त्यतिकै विदेश गएर हुँदैन। अब जस्तै अहिले त ट्रेन्ड चलिरहेछ नि त त्यो विदेश जानेहरू। त्यस कारणले त्यो मनमा लागेको चिजहरू मैले होइन आफ्नो मनमा लागेको चिजहरू भनिरहेको छु। अनि त्यो र नेपालमा अब मेरो सोच प्लान चाहिँ के छ भने होइन, अलिकति अनुभव बटुल्नु मन छ मलाई विभिन्न कुराको। अनि त्यो चिज गर्नु मन छ क्या मलाई। त्यो भएन भने चाहिँ अनि विदेश जाने हो जस्तो लाग्छ क्या। विदेश जाने नि अहिले त दलाली यस्तो छ बाटो चाहिँ। विदेश जाने नि अहिले त दलाली होइन। पुरै दलालीले अब कति हजार लाग्नुपर्ने ठाउँमा लाखै ल्याइदिने होइन। एउटा मान्छेलाई उडाइ बापत अनि त्यस्तो गरिदिने। अनि यो अलिकति नराम्रो लाग्छ त्यस्तो गर्दाखेरि गरेको देख्दा। हाम्रो चाहिँ यस्तै हो। रोड कलवाला पनि भेटिसकेको छौँ अनि हामी चाहिँ जाँदैछौँ नन स्टप। अब के हुन्छ हजुरहरूलाई म बताउने छु होइन। त्यो आजको दिन चाहिँ अलिक पानी परेर ल्याङै हुन्छ जस्तो छ। जस यो ठाउँमा यस्तो बनाउने कार्यक्रम यस्तो बनाइदिएछ होइन हिँड्नको लागि। त्यो राम्रो हो। अनि पातिर चाहिँ कुहिरो लागेर पानी पर्ला जस्तो भइसकेको छ अहिले चाहिँ हामीलाई। अब दिनकै त्यस्तो डेली टाइपको होइन, 1-2 दिन ग्याप राख्दै हिँड्नु चाहिँ मन लाग्दैन क्या त एउटै ठाउँमा। अब काम परिसकेपछि त अब जानु पऱ्यो होइन हामीलाई जसरी भए पनि। इमर्जेन्सी काम परेर चाहिँ हिँड्ने हो हामी, नभए चाहिँ जाँदैन थियौँ हामी। जाँदैछौँ। अब आजको दिन चाहिँ अलिकति धराप कुहिरो लागेर खत्तमै भइरहेछ। अनि त्यसरी म जाँदिनँ। यो बाटो चाहिँ पुरै खरबारी छ। अनि खरबारी चाहिँ यो सर्टकट बाटो हो, त्यसैले हामी हिँड्दैछौँ। अनि अब त्यहाँ गइसकेपछि थाहा हुन्छ के हुन्छ भन्ने चिज।
त्यही मित्रहरू अब हामी जाँदैछौँ त्यो तलको बाटो हुँदै जान्छौँ अनि के हुन्छ अब हजुरहरू सब। अनि यहाँ चाहिँ कुकुर बाँधेको रहेछ धेरै कराए मित्रहरू हामीलाई चाहिँ त्यो भोटे कुकुर रहेछ चाहिँ त्यो अब हामी चाहिँ जाँदैछौँ नन्स पारामा। अनि अस्तिको बाटो हुँदै लाग्यौँ हामी चाहिँ अनि त्यो सुनसान छ कोही पनि छैन अब रमाइलो पनि छैन नरमाइलो पनि छैन हामी दुईजना हिँडिरहेछौँ अब जाँदैछौँ। अनि यहाँतिर चाहिँ त्यो अलिअलि घर रहेछ एउटा दुइटा 4-5वटा 6-7वटा जति यतातिर चाहिँ देख्छ हुन्छ घर भयो अनि उतातिर भयो अनि मौरी पालनहरूदेखि यस्तो यस्तो अलिकति एकान्त जस्तो ठाउँमा चाहिँ यस्तो कुकुर पाल्न जरुरी पनि छ किनभने विभिन्न बाघहरूदेखि लिएर अनेक चिजहरू चाहिँ आउँछ नि त बेला बेलामा बाख्राहरू हुन्छ वस्तुहरू गाउँतिर त त्यसरी पाल्नु पनि जरुरी छ होइन। टेन्सन हुन्छ घर यतातिर बाटो चाहिँ अलिकति खराब छ हाम्रो चाहिँ तर पनि हामी जाँदैछौँ नन्स पारामा। त्यहाँ तल गइसकेपछि हेर्छौँ हामी होइन बाटो चाहिँ लामो के रोड घुम्नुपर्ने त्यो हामी जाँदैछौँ। अब त्यो कलवान त्यहाँतिर हिँड्दैछ माथि चाहिँ हाम्रो लिसे भन्छ अस्ति हामीले गोठ लगेको थियो त हो त्यहाँ भन्छौँ ब्लग हेर्नु भएको छैन भने चेकआउट गर्नुहोस् है लिसेको ब्लग। अनि त्यो अब यस्तो यस्तो भैँसी पाल्दो रहेछ खतरा खतरा ज्याङ्गो त्यही मित्र अब जाँदैछौँ हामी। अनि बेस्ट पार्ट होइन के हुन्छ बाटोतिरको त्यो देखाउँदै जान्छौँ तपाईँहरूलाई। अब जाँदा तपाईँहरूलाई चाहिँ एउटा छोटो सिनेमेटिक भिडियो है। राम्रो चिट्टको रेशम चोली राम्रो बुटे ढाका ओ ढाकाको क्यारुम। ल मित्रहरू हामी चाहिँ यतातिर आइसकेको छौँ तल जाने क्रममा चाहिँ हाम्रो चाहिँ यो अलिकति राम्रो भ्यू होइन आजको बेस्ट भ्यू देख्न सक्नुहुन्छ तपाईँले। जस्तो यो मोबाइलमा चाहिँ राम्रो क्यामेरा नभएर नआएको तर आँखाले चाहिँ बबालाई आउँदो रहेछ यस्तो छ होइन। यो अस्तिको मन्दिर भइहाल्यो त्यो चाहिँ घन्टी बजाउँदैछ अनि त्यस्तो छ है मित्रहरू। यताबाट चाहिँ एकदमै राम्रो देख्दो रहेछ यहाँबाट जो हावा पनि सरर आउने एकदमै बबाल रोमाञ्चक दृश्य होइन। हामी जानुपर्ने चाहिँ यताबाट हो यता जानुपर्छ हामी चाहिँ। अनि जस यहाँबाट चाहिँ भ्यूहरू चाहिँ एकदमै राम्रो देख्दो रहेछ। यो मन्दिरमा चाहिँ कहिलेकाहीँ मान्छेहरू आउँदो रहेछ होइन यस काम पर्ने कामकाजतिर चाहिँ आउँदो रहेछ। जस बेस्ट छ आजको दिन चाहिँ अस्तिको भन्दा चाहिँ अलिकति नराम्रै हो तर अहिले चाहिँ राम्रै छ जस। यो केटाले चाहिँ नयाँ मोबाइल किनेको छ यसले नि भ्लग स्टार्ट सुरु गर्ने नयाँ मोबाइल देखेको थियो केटा Samsung Galaxy S24 यस्तो नयाँ मोबाइल चाहिँ देखाइहाल्छ फेरि यो केटाले चाहिँ। अनि सो त्यही हो अब हामी जान्छौँ होइन यस्तो अलिकति यस फनी टाइपको होइन। अनि यस मन्दिर रहेछ यहाँ होइन यस्तो मन्दिर छ यहाँ चाहिँ यस्तो छ है त। त्यही मित्रहरू अब हामी तलतिर जान्छौँ अनि तलतिर गइसकेपछि के हुन्छ हाम्रो सर्ट पनि तल आज सिलाएर ल्याउनु पर्छ। यहाँ चाहिँ मूर्ति यस्तो बबाल रहेछ भित्र चाहिँ। अनि अब जानेवालामा छौँ हामी चाहिँ। यो ठाउँलाई चाहिँ बेताली भन्छ है साथीहरू अस्ति पनि आएको थियौँ तपाईँहरूलाई थाहा छ होला होइन। अनि यहाँ चाहिँ रोडहरू फिस पनि भएको छ यहाँ माथिबाट आएको हामी चाहिँ अब जानुपर्ने चाहिँ उता। अनि अस्ति फेरि प्यान्ट लिएको थियो यार आफूलाई गाह्रो छ जे गर्दा नि केही नहुने भएको छ के गर्नु होइन इमर्जेन्सी परिसकेपछि गर्नै पर्यो ती कुराहरू हुन्छ। अनि यहाँबाट उता जाने हो हामी जाने चाहिँ। अनि आज चाहिँ यतातिर चाहिँ पानी नपर्ला जस्तो छ यतातिर चाहिँ पर्ला जस्तो छ। अनि त्यही हो अब यहाँतिर नि आजकल चाहिँ खासै केही पनि रहेन। अब जान्छौँ अस्तिको प्यान्ट लिन्छौँ अनि फेरि सर्ट सिलाउनु पर्ने छ अनि त्यस्तै हो। अब यताउति भइरहेछ पुरै होइन त्यस्तो कामहरू अनि यताउति भइरहेछ त्यही हो। अब जान्छौँ हामी यति बेला चाहिँ सर्ट सिलाउने क्रममा समय मित्रहरू यहाँ मान्छे पनि रहेनछ। अनि यो म चाहिँ सरसँग आएँ
पाइन्टको चाहिँ हामीले कस्तो महँगो लियो भन्छ केटा के लियो भने के लिने त्यो त्यस्तो महँगो लियो हामीले चाहिँ अनि त्यो अब यहाँ चाहिँ सड अहिले गएर सिलाइ लान्छ मित्रहरू हामी चाहिँ अनि यो बेतालीको भ्यू भयो होइन देख्न सक्नुहुन्छ यस्तो चाहिँ यस्तो बाइक आउने यही हो त्यो मित्रहरू अब हामी के हुन्छ सबै देखाउनु होला छु तपाईँहरूलाई है त हामी चाहिँ सबै काम सकेर पनि हामी चाहिँ हिँडिसकेको छौँ उँभोतिर अघि यता बाटो आएको अब त्यही बाटो जाँदैछौँ र यहाँ बसेर चाहिँ एकछिन यो बेतालतिर चाहिँ चरा मुसाइन रहेनछ अहिले चाहिँ अनि त्यहाँ काम भने कहिल्यै बनिँदैन कि कहिल्यै बनिँदैन हाम्रो चाहिँ बस्छ अनि त्यही हुन्छ मित्रहरू अब घरतिर जाने होइन अब घरतिर जाने घरतिर गएपछि के हुन्छ त्यस्तो कुराहरू गर्ने अनि हाम्रो चाहिँ त्यस्तै हुन्छ है त अब घरतिर जान्छु अनि अब के हुन्छ होइन बाटोतिर मित्रहरू हामी चाहिँ अब तपाईँहरूलाई हिँडिसक्यो भनिसक्यो अघि नै अनि यहाँतिर चाहिँ रोडमा यस्तो बर्बाद भएको छ अनि हामीले चाहिँ उकालो बाटो लाग्दैछौँ अब यो खाजा चाहिँ यो छ अनि डिउ यस्तो थम्नेल राख्नुपर्छ कि अनि डिउ चट्टासँग बोकेर हिँड्यौँ है मित्रहरू बाटो फेरि यहाँबाट चाहिँ उता तेर्से छ त्यहाँबाट चाहिँ उकालो छ पुरै यहाँ चाहिँ पुरै पहिरो गएको रहेछ होइन अनि हामी यो यिनीहरू खाँदै जान्छौँ मित्रहरू जस गर्मी रहेछ यतातिर चाहिँ त्यस कारणले गर्दाखेरि अलिकति त्यो काम पनि बनिन सर्ट पनि सिलाइदिँदैन भन्छ त्यसैले हामी चाहिँ हिँड्ने है मित्रहरू अब हामी चाहिँ हिँड्ने क्रममा यहाँ नासपाती भेट्यो मित्रहरू तर मान्छे रहेनछ के भन्नु अब सोध्नु पर्ने हो है के भन्नु अब हामी गर्मीले यस्तो भयो अनि हिँड्दैछौँ खाँदै त्यहाँ नाल सानो गोजीमा उतापट्टिको त्यो फोर्ना बनान्थ्यो अनि हामी जाँदैछौँ यहाँतिर टिप्दैछौँ जस यस्तो रहेछ नासपाती हामी लेकतिरको मान्छेहरू चाहिँ खानु मन लाग्छ त्यही हो मित्रहरू अब खाँदैछौँ उफ्री टिप्दैछ उफ्रिँदै फेरि यसले चाहिँ उफ्रिँदै टिप्दैछ है मित्रहरू डल्ले भइसकेपछि यसो उफ्रिनुपर्छ है मित्रहरू यति बेला भनेको चाहिँ हामीलाई चाहिँ अलिकति लास्टै गर्मी भएर हामी चाहिँ नुहाएर हिँड्दैछौँ है मित्रहरू त्यो चाहिँ नुहाएर आउँदैछ मैले चाहिँ हिँडिसकेँ अनि अघिको नासपाती पनि यही हो अनि खाँदै हिँड्दैछौँ यो डिउ पनि अनि के अनि हामी हिँड्दैछौँ है मित्रहरू यो के यो नासपाती चाहिँ अलिकति रस लागेको रहेन हाम्रो गाउँतिर चाहिँ लेकतिर चाहिँ पाउँदैन अनि बिहासीतिर पाउँछ जस हाम्रो ठाउँतिर नपाउने चिजहरू चाहिँ रहर लाग्छ नि त अनि त्यसैले खाइदिएको मान्छे रहेन त पाप्दा लाग्दैन होला होइन हामीलाई स्टप उकालो हिँड्दैछन् मित्रहरू अघि पनि यही बाटो आएको अहिले नि बाटो जाँदैछौँ हामी यस्तो छ भ्यू चाहिँ घर पुग्दासम्म पानी नपरिदियो त हुन्थ्यो हामीलाई पानी पर्छ भने खत्तम हुन्छ है त र अहिले भने चाहिँ हामी जाँदै घरमा अलिकति बस्यौँ यहाँ त होइन अलिकति गलेर गर्मी कारणले अनि हामीले नासपाती चाहिँ कति ल्याएको छ भने तपाईँहरूलाई म देखाउन चाहन्छु राम्रोसँग देखाउनु यति ल्याएको छ है मित्रहरू अर्काको के धेर ल्याउनु भनेर अलिकति मात्रै ल्याएको त्यही भएर अलिकति ल्यायौँ अनि जस अलिअलि यस्तो काम होइन जस्ट खानु मन लाग्छ नि त्यसले मात्र ल्याएको हामीले अनि लेकको मान्छेहरूलाई बिहासीको मेल कि नासपाती खानु मन लाग्छ नि त होइन त्यसैले हामी लिएको अब हामी जानुपर्ने उँभो हो उँधोबाट आएर यहाँ बसिरहेको छौँ सो त्यही हुन्छ सबैजनाहरूलाई म त्यही भन्न चाहन्छु र अस्तिको बेतालीको भ्लगलाई चाहिँ सबै धेरै जस्तो मान्छेले अहिलेसम्मकै सबसे हाइएस्ट मान्छेहरूले चाहिँ मन पराइदिनु भयो त्यसको लागि मनबाट नै धन्यवाद आभार गर्न चाहन्छु हजुरहरूलाई र यो भ्लगमा त्यति नै सपोर्ट गरिदिनु होला बिस्तारै ग्रो गर्नु आफूलाई मन लाग्छ होइन जस सबैजना मान्छेहरू अलिकति केही न केही गर्नु मन लाग्छ मलाई चाहिँ अनि हो त्यसो हुँदाखेरि साथ सपोर्टको अलिकति माया देखाइदिनु होला थोत्रे भ्लगमा अनि त्यो हामी जाँदैछौँ कलुवाइन छ यहाँ
मस्त खाइरहेछ कपाल कटिङ रेस्टको चाहिँ आम्माम। सो त्यो मित्रहरू अब जान्छौँ हामी होइन। उकालो अलिकति बेसी छ हामीलाई, उकालो जानु छ अनि उकालो जान्छौँ। अब के गर्नु आइपरेपछि उकालो जानै पऱ्यो होइन। त्यही भएर उकालो जाँदैछौँ बिस्तारै बिस्तारै हामी दुईजना चाहिँ। अनि माथिपट्टि भेटौँ ल, यो डिउ पनि छ बोकिरहेछौँ हामी यति। अनि बिस्तारै बोक्दै खाँदै हिँड्दैछौँ। यहाँ गर्मी छ उका यतातिर पनि। अहिले चाहिँ जाँदा जाँदै पानी परेर एकदमै बिजोग भयो मित्रहरू। हामीलाई चाहिँ छाता ओढेर हिँड्ने अवस्थातिर पुग्यो सक्नुहुन्छ। म पनि यतातिर छु। अनि अब हामीलाई चाहिँ अलिकति गाह्रो भयो पानी परेर। पानीमा चाहिँ घर जानु नि 1 घन्टा जति लाग्छ मित्रहरू। त्यही भएर पुगेर सबै भन्छ है त। अरू अहिले भने चाहिँ हामी बिस्तारै बिस्तारै आउँदैछौँ हिँड्दैछौँ। हावाले गर्दाखेरि पुरै मार्लै जस्तो भयो होइन। जस आजको भ्यू अस्ति देखाएको तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। म देखाउँछु होइन। यस्तो सटटटटट छ यहाँ तलबाट। अघि चाहिँ हामी हिजो चाहिँ अघि तलबाट हुँदै त्यो पारिको रोडबाट चाहिँ तल झरे हो। अब आउँदा चाहिँ अर्कै बाटो आएको। सो त्यही मित्रहरू अब यस्तै हुनेवाला छ। अनि आजको भ्लग चाहिँ यतै हुनेवाला छ मेरो चाहिँ। छिटोभन्दा छिटो म नेक्स्ट भ्लग ल्याएर छिटोभन्दा छिटो उपस्थित हुन्छु र हजुरहरूले साथ सपोर्ट देखाइदिनु हुने विनम्र अनुरोध गर्दछु। यो भ्लग चाहिँ अलिकति लामो भयो होला सायद, त्यसैले यहीँतिर अन्त्य